माफ गर भुभाइ तपाईँ टिपिलाई जान्थे मायालाई डालीको फुल भए रङ कस्तो हुन्छ खै टाढा हुँदा मन किन रुन्छ खै माफ गर भुभाइ माफ गर
मानिसक्यो र अहिले अब यहाँ चाहिँ म हाम्रो देवराजजी हाम्रो देवराज गुरुङ हाम्रो गुरुलाई चाहिँ यहाँ आएर ब्रेज मिश्रणको विषयमा एक दुई शब्दहरू आजको कार्यक्रमको जुन ब्रेज मिश्रणको कार्यक्रम हुन गइरहेको छ यसको विषयमा दुई तिन कुरा चाहिँ गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। म फेरि पनि भन्छु ढोकामा बस्नुभएको हाम्रो बाबाहरू चाहिँ कृपया एकदमै धेरै कुर्सीहरू खाली मैले देखिराखेको छु, आएर बस्नु होला। हाम्रो गुरुज्यू अहिले स्टेजमा आइसकेको अवस्था छ। उहाँले केही कुरा तपाईँहरूलाई भन्न लागिराख्नु भएको छ। प्लिज कृपया गरेर ध्यान दिएर सुन्दैन हुन हार्दिक अनुरोध गर्दछु। प्लिज तपाईँहरू चाहिँ ढोकामा बस्नको लागि अवश्य पनि आउनु भएन होला। ढोकामा बस्न त तपाईँको चाहिँ यहाँ त एउटा कार्ड चाहिन्छ, तपाईँहरूसँग मैले कार्ड देखिरहेको छैन। त्यस कारणले म फेरि पनि भन्छु कि तपाईँहरू हार्दिक अनुरोधका साथ तपाईँहरू हाम्रो यहाँ श्री मेश्रम बराक खान्द्रुक समाजका अध्यक्ष लगायत उपस्थित सबै दाजुभाइ दिदीबहिनी तदै नेताहरू म मोतीबहादुर देवराज तम्बुबाट नमस्कार छ यहाँहरूलाई। आजको यो हाम्रो गाउँले भेटघाटको शुभ अवसर मिलाएर हाम्रो श्री ब्रेज मेश्रम बराकको आशीर्वाद ग्रहण गर्नको लागि पाल्नुभएका सबै भक्तजनहरूलाई श्री ब्रेज मेश्रम बराकको आशीर्वाद कार्यक्रममा स्वागत गर्दछौँ। हामी खान्द्रुकवासीहरू सात समुद्र टाढा भए पनि श्री मेश्रम बराकको नाम र उहाँको आशीर्वाद बिना हामी खान्द्रुकेहरूको दैनिक जीवन ती अधुरो जस्तो महसुस भएकोले हाम्रा निवर्तमान अध्यक्ष भोगो मेजर श्री उदय बहादुर गुरुङज्यूबाट श्री मेश्रम बराकको नामबाट नै यो संस्थाको स्थापना गरिएको हो भने दोहोऱ्याइराख्न नपर्ला। आज हामीले सही तिथि र पार नपाए तापनि आज उहाँको नाममा फुल ध्वजा अक्षता साथै दियो बालेर आशीर्वाद थापी हाम्रो भेटघाटको कार्यक्रमहरू सुरु गर्ने सल्लाह भएकोले आज सोही मुताबिक कार्यक्रम सुरु गर्न गइरहेको छु। आज सही तिथि र पार पार्न नसकेकोले अर्को सालमा तिथि र पार मिलाई धूपबत्ती गरी आशीर्वाद थाप्ने बाचा गरी म पुजारीको नाताले धूपबत्ती गरी हामी सबैको तर्फबाट माग माग्ने कार्य मैले गरिसकेको छु। अब यहाँ भएको दुईटा बत्तीमा हाम्रो यसै संस्थाको अध्यक्ष क्याप्टन श्री इमान बहादुर गुरुङज्यूले र एउटा अर्को निवर्तमान अध्यक्ष श्री मेजर उदय बहादुर गुरुङले बत्ती दियो बाली कार्यक्रमको सुरुवात गरिदिनु हुन पनि म अनुरोध गर्दछु। आदरणीय गाउँलेवासीहरू अहिले चाहिँ के हुन गइरहेछ भने पूजा भइरहेको छ। त्यस कारणले प्लिज तपाईँहरू चाहिँ आफ्नो जुन किसिमको एउटा मिङलिङ छ गफसफलाई अलिकति बन्द गरिदिन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। पूजाको समापन भइसकेको छ। अहिले हाम्रो गुरुज्यूले के भन्दै हुनुहुन्छ भने हाम्रो यहाँ चाहिँ ब्रेज मेश्रमको प्रसाद स्वरूप हामीले चाहिँ यहाँ अलिकति अध्यक्ष र फुल चाहिँ यहाँ राखेको छ। त्योलाई चाहिँ यसो सबैलाई चाहिँ तिर चाहिँ एकजना भोलिन्टियर चाहिरहेको छ। त्यस कारणले गर्दाखेरि प्लिज एनी भोलिन्टियर आएर यो हाम्रो ब्रेज मेश्रमको प्रसादलाई चाहिँ बाँड्दिन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू भेरी मच। हजुरहरूलाई फुल र अक्षता बाँड्दै छैन, हातमा अलिअलि फुल र अक्षता लिनुहोस् अनि ब्रेज मेश्रम बराकको नाम लिएर बस्नु। जब आशीर्वादको कार्यक्रम सकिन्छ हजुरहरूले फुल र अक्षता हजुरको शिरमा राख्नुहोस्। फुल पाउनु भएको छ भने जुन अक्षत र फुल लिएर हाम्रो ब्रेज मेश्रम बराकको नाम लिएर बस्नुहोस् तपाईँहरूले। म उहाँको नाममा मैले तपाईँको लागि आशीर्वादको कार्यक्रमको मन्तव्य गर्छु।
यो एक कोडे मेसे पनि नासेले तिसे भिडियोला पुजोले कोडे मेसे पनि नासेले तिसे भिडियोला पुजोले भिडियोला सिजाले नि चु युके युसा क्यान्सर चु नोमा छाल कि फ्योदो सिजा इस्लाम मुझे सक्याङ छेगे जा छेम तेगे जा पुगे छगे जा चन निमचु नोमा छाल तप्रो याइ पाउ त खनु क्रिया गल त खनु चार्या लोदा त खनु खेगो छदो खनु माई छदो पुइजम का दल खनु चीजम बुदल खनु नमा तोदोले बारो खनु चेदो गुरु खनु तोदोले गुरु खनु क्या गुरु खनु चोरनु सर्वदु गलेर खनु नम ब्रह्मा छालदु योमी छालदु थेमिना छालदु ओंकार छालदु मयचा छालदु प्रभु ज्ञान सिलदु जिबे सिलदु रोबे सबाले थुनु थिएबे सिलदु नम खिचामा जो पूजा लिगी सेगे मोडल किंगोले वासन तासी के मेर्सी रोल सोग्याम छेदो पोग्याम ज्ञान चेबम योन थाबु के पावर निमा ससन मोसो दिपा मोरि तरम ट्रा मोर से एल छुरो नो पोगे सिनि तोलतबिन बुर्गे तोलतबिन रायगल नम खेचामा जो पूजामा जो पैछामा जो कार्डो सेल खासि नम कोडे मेसे पनि नासेले किसेले बिल्डे बिल्डे सिजाले नम छा ओसी नम साइमेन नम प्रबत अखामा नम थाजा मनुष्य तपाईहरुको जुन आत्मा लिनु भएको फुल र अक्षर चाहिँ तपाईहरुको शिरमा राख्नुस् अब हाम्रो तर यो तो तपाईँ हो प्रिय यदि हजुरहरूलाई बत्ती बाल्ने धूप बाल्ने तपाईहरुलाई चाहिँ बत्ती बाल्ने र धूप बाल्ने तपाईहरुले इच्छा लागेको छ भने प्लिज यहाँ हामीले चाहिँ धूप र बत्तीको चाहिँ प्रबन्ध गरिदिएको छ र हेल्थ एन्ड सेफ्टीको कारणले गर्दा हामीले यहाँ राख्न सक्दैन हजुरहरूले यहाँ पूजा गरिदिनुहोस् त्यसपछि त्यहाँ एउटा ठाउँमा चाहिँ हामीले बनाइराखेको छ त्यो ठाउँमा गरेर राख्दिन हार्दिक अनुरोध गर्दछु थ्याङ्क यू भेरी मच र यो सांस्कृतिक कार्यक्रममा भाग लिनुहुने बहिनीहरूलाई चाहिँ म यता ब्याक स्टेज आएर सम्पर्क राखिदिनु हुन अनुरोध गर्दछु र अबको क्रममा भने म चाहिँ हाम्रो समाजको अध्यक्ष क्याप्टेन इमान कुमार गुरुङज्यूलाई चाहिँ यहाँ अगाडि आई स्वागत मन्तव्य दिनको लागि अनुरोध गर्दछु र त्यसको साथसाथै हेल्थ एन्ड सेफ्टीको बारेमा केही भनिदिनको लागि र यो गान्द्रुक समाज युके 2011 को कमिटी मेम्बरहरूको इन्ट्रोडक्सन दिइदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु मलाई सुन्नु सक्नुहुन्छ तपाईहरु कण्ठेमा सबन म हो जानेको त्यति हो अब यो भन्दा अगाडि गयो भने गल्ती हुन्छ होला गर्दाखेरि यसमा नै स्थगित गर्नु पर्ला हुन त गुरुङ भाषा सिक्ने कोसिस नगरेको त हैन गाउँमा जाँदाखेरि अलिअलि जानेको गुरुङ कुरा बोलेको के रे सन्त लेफ्टेने झ तमुकी पोम्बिसी कुनी के जस्तो बोल्यो भनेर भन्दियो त्यहाँदेखि त बोल्नै छाडे जे होस् एउटा कुरा चाहिँ म के भन्न माग्छु भने मेरो स्पिकिङ साह्रै राम्रो नभए पनि गोराले जानेको लिसनिङ र मेरो रिटर्न चाहिँ 60% छ जुन चाहिँ पास मार्क हो यो फाल्टु कुरा भयो मेरो के अरे गुरुङ भाषाको स्ट्यान्डर्ड कस्तो छ भन्ने कुरा त यहाँहरू सबैलाई थाहा छ गर्दाखेरि यसमा धेरै समय नगुजारौँ उपस्थित हुनुभएको सबै घान्द्रुके गाउँलेहरू हाम्रो चेलीबेटीहरू र सबै हाम्रो माननीय अतिथिहरू यहाँहरू आज यो घान्द्रुक समाजको 4औं वार्षिक सम्मेलनमा यो युके को एकदम व्यस्त समयमा पनि यहाँहरूले आफ्नो समय निकालेर हामीलाई यो समाजलाई सपोर्ट गर्नुको लागि यहाँ आइदिनु भयो जसको लागि म
र मेरो कमिटीको तर्फबाट यहाँहरू सबैलाई हाम्रो एकदम हार्दिक धन्यवाद। यहाँहरूलाई हामी यस कार्यक्रममा चाहिँ स्वागत गर्दछौँ। हुन त यो प्रोग्राम हाम्रो गएको के अरे एनुअल जेनरल मिटिङ अनुसार चाहिँ आजभन्दा 2 हप्ता पहिला राखिएको थियो, तर यहाँहरू सबैलाई थाहा भएको कुरो हो, जुन कुरो चाहिँ हामीले विभिन्न माध्यमबाट चाहिँ यहाँहरूलाई अवगत गराएको थियौँ। यो स्कुलको मर्मत कार्यक्रमको कारणले गर्दाखेरि हामीले जुन चाहिँ जुलाईको 30 तारिक हामीले यो कार्यक्रम चाहिँ सुरु गर्ने भन्ने कुरो चाहिँ हामीले गर्न सकेनौँ। तसर्थ आजको दिन चाहिँ हामीले राखिएको थियो, जसले गर्दाखेरि हाम्रो कतिपय गाउँलेहरू उहाँहरू कति चाहना हुँदाहुँदै पनि आज यहाँ उपस्थित हुन सक्नु भएन र कति तपाईहरु यहाँ आउनु भएको छ, तपाईहरुले आफ्नो प्रोग्राम फेरि रिसेड्युल गर्नु पर्यो। त्यसको लागि हामी यहाँहरू सबैलाई क्षमा चाहन्छौँ र तपाईहरु यहाँ आइदिनु भयो, त्यसको लागि फेरि पनि यहाँहरूलाई धन्यवाद दिन माग्छौँ। के अरे त्रुटि भन्ने कुरो, यो गल्ती कोसिस भन्ने शब्दहरूको सृजना पनि भएको होला र मलाई जहाँसम्म लाग्छ म लगायत मेरो कमिटी पनि यो शब्दबाट चाहिँ वञ्चित छैन होला। तसर्थ म यहाँहरूलाई के रिक्वेस्ट गर्न माग्छु भने यदि हामी म र मेरो कमिटीबाट त्यस्तो कुनै त्रुटिहरू, त्यस्तो कुनै गल्तीहरू, कमी कमजोरीहरू भएको छ भने यहाँहरूले हामीलाई तपाईहरुको कुनै सुझावहरू छ भने, एकदम भ्यालिड सजेसनहरू छ भने हामीहरूलाई भनिदिनुहोस्, हाम्रो गल्तीहरूलाई औँलाइदिनुहोस्। हामी तपाईहरुको क्रिटिसिजमलाई चाहिँ हामी जहिले पनि स्वीकार गर्छौँ। र त्यो भन्दैमा म अर्को के भन्नु माग्छु भने हामी सबै घान्द्रुकेलाई म के आह्वान गर्नु माग्छु भने जब हाम्रो यो घान्द्रुक समाजको, हाम्रो गाउँको प्रश्न आउँछ भने हामी सबैले चाहिँ हाम्रो विगत भेदभावहरूलाई बिर्सेर, हाम्रो मनमा भएको मनमुटावहरूलाई बिर्सेर चाहिँ यो घान्द्रुक समाज चाहिँ हाम्रो हो, हामीले चाहिँ यसलाई सपोर्ट गर्नुपर्छ र यो हाम्रो आफ्नै घर हो भनेर सम्झिनुहोस्। र मलाई जहाँसम्म लाग्छ आज तपाईहरु जुन चाहिँ यो एकदम ठुलो सङ्ख्यामा यहाँ उपस्थित भइदिनु भयो, मलाई पूर्ण विश्वास छ यहाँहरूको मनको भावना पनि मेरो जस्तो छ, त्यस्तै नै छ भनेर। अन्तमा म के भन्नु माग्छु भने सबैभन्दा पहिला त यहाँहरू सबैलाई आज यहाँ आइदिनु भयो, त्यसको लागि म हार्दिक धन्यवाद दिन माग्छु। र यही धन्यवादको क्रममा चाहिँ म मेरो कमिटीलाई पनि धन्यवाद दिन माग्छु। र त्यसैको लागि म यहाँ सायद यहाँहरूले के अरे इमेलतिर, टेलिफोनतिर मान्छे फल्ला भनेर त सुन्नुभयो होला अथवा इमेलमा देख्नुभयो होला, तर प्रत्यक्ष रूपमा देख्नु भएन होला। त्यसै कारणले गर्दाखेरि म मेरो कमिटीहरूलाई यहाँहरूको समक्ष इन्ट्रोड्युस गर्न माग्छु। सेक्रेटरी सचिव कृष्ण गुरुङ, ल कृष्णलाई सायद तपाईहरु सबैले चिनिसक्नु भएछ होला। तपाईहरु इमेल चलाउनुहुन्छ भने इमेलमा उहाँको त्यो सिग्नेचर ब्लकमा नामहरू देख्नुभयो होला, तर प्रत्यक्ष रूपमा देख्नु भएछ भने कृष्ण उहाँ नै हुनुहुन्छ। थ्याङ्क यू भाइ। र अर्को मेरो सर्भिस एन्ड सपोर्ट, मेरो सपोर्ट भन्नु खानाकोदेखि लिएर सबै कुराको सपोर्ट चाहिँ फेरि मेरो भाइ नै, यो अध्यक्षले सबै भाइलाई आफ्नो भाइलाई नै आफ्नो कमिटीमा राखेर नभन्नुहोस्। प्रितम गुरुङ, उहाँ चाहिँ हाम्रो फुड कोअर्डिनेटर हुनुहुन्छ। अब अर्को मुनिम, मेरो के अरे के भन्छ फाइनान्स मिनिस्टर मेरो सोल्टी अभिषेक। सोल्टी अभिषेक एकछिन यहाँ आइदिनु पर्यो बाहिरबाट। अगाडि
अगाडि इन्ट्रोड्युस गर्न माग्छु। गोराले जानेको उहाँ चाहिँ मिनिस्टर विदाउट पोर्टफोलियो हो। विभाग नेपालीमा त के भन्छ, अहिले उसैले आएर भन्छ। उहाँको चाहिँ कुनै कमिटीमा चाहिँ कुनै पद छैन, तर चाहिँ उहाँको हाम्रो कमिटीमा चाहिँ एकदम सक्रिय उहाँको चाहिँ के भन्छ उसले चाहिँ पार्ट चाहिँ लिनुहुन्छ। उहाँ चाहिँ अरू कोही पनि होइन, मेरै भाइ अर्जुन तमु। अर्जुन चाहिँ मिनिस्टर विदाउट पोर्टफोलियो हो। ल थ्याङ्क यू। ल मैले अघि मेरो फाइनेन्स मिनिस्टर भनेको थिएँ, उहाँ हुनुहुन्छ हाम्रो सोल्टी अभिषेक गुरुङ। ल फेरि अन्तमा के भन्न माग्छु भने तपाईँहरू आज यहाँ आइदिनु भयो। यो हाम्रो वर्षमा एकपल्ट हुने यस्तो सम्मेलन हो, गर्दाखेरि तपाईँहरू मनोरञ्जन गर्नुहोस्, खानाको बन्दोबस्त छ, खाना खानुहोस्, नाचहरू यहाँ हाम्रै छोरीहरूले चाहिँ देखाउँदैछ, हेर्नुहोस्, इन्जोयमेन्ट गर्नुहोस् र अन्तमा नानीहरूले हेरेको सिकेर तपाईँहरूले पनि यहाँ देखाउने मौका पाउनुहुन्छ, गर्दाखेरि आएर नाचिदिनुहोस् र आजको दिनलाई चाहिँ इन्जोयमेन्ट गर्नुहोस्। र फेरि अन्तमा के भन्नु माग्छु भने अब यो युकेको रुल एन्ड रेगुलेसनले गर्दाखेरि अलिकति हेल्थ एन्ड सेफ्टीको कुरा म भन्न माग्छु। यो चाहिँ गएको कुरोको नै रिपिट छ। यहाँको हेल्थ एन्ड सेफ्टी चाहिँ के छ भने यहाँ कुनै आगो लाग्छ भने तपाईँहरू कतै नआत्तिनुहोस्। आगो लाग्छ भने हामीले के भन्छ, हामी माइकमा पुग्नेछौँ, हामीलाई फलो गर्नुहोस्। र आगो लागिहाल्छ भने एन्ट्रेन्स के अरे एक्जिट रोडहरू चाहिँ तपाईँहरूले देख्नुभएको छ, त्यो हरियोले बत्ती बलेको छ र तपाईँहरू त्यहाँबाट निस्केर जम्मा हुने ठाउँ चाहिँ पछाडिपट्टि छ। र तपाईँको कुनै बालबच्चाहरू सानो बालबच्चाहरू ल्याउनु भएको छ भने तपाईँको बालबच्चालाई चाहिँ लुक आफ्टर तपाईँहरूले गरिदिनुहोस्। हामीले पनि हेर्ने कोसिस गर्छौँ, तर मेनली चाहिँ तपाईँहरू आमा बाउले नै बच्चाहरूलाई हेरिदिनुहोस्। र अर्को म के भन्छु भने पार्टी हो, तपाईँहरूले चाहिँ ड्रिङ्क गर्नु माग्नुहुन्छ होला। तपाईँहरूले चाहिँ स्पिरिटहरू अथवा बियरहरू पिउनु भएको छ भने प्लिज तपाईँहरूले चाहिँ के अरे पब्लिक ट्रान्सपोर्ट चलाउनुहोस् अथवा एउटा नन अल्कोहलिक ड्राइभरसित सेयर गरेर चाहिँ घरतिर फर्किनुहोस्। ल मेरो कुरो यति नै छ। आजको दिनलाई इन्जोय गर्नुहोस्। थ्याङ्क यू भेरी मच।